आज पनि ड्युटी छुट्टी भएर म रुम फर्किँदै थिएँ। म चाहिँ होइन प्रायः मात्रामा ब्याक सिट खाली छ भने चाहिँ म ब्याकमै बस्छु अटोमा चाहिँ, किनभने भिडाभिड पनि हुँदैन, आफूलाई पनि कम्फर्टेबल फिल हुन्छ होइन। एक्लै बाटोमा रुम फर्किँदाखेरि चाहिँ म चाहिँ अब तल पुगिसकेको थिएँ होइन, गेट खोलेर भित्र पसेँ र सोच्दै थिएँ खाना चाहिँ अब बहिनीले पकाउँछ नि त, बेलुका कहिले पनि खाना पकाउनु पर्दैन मैले। र अर्को गेट पनि यहाँनिर खोलेँ होइन, अर्को गेट पनि खोलेर चाहिँ म भित्र पसेँ र भित्र पसेर फेरि थाकेको बेलामा यो सिँढी हिँड्नु चाहिँ नि यति साह्रो पर्छ कि थाकेको बेलामा माथि पुग्नु चाहिँ एकदमै गाह्रो लाग्छ क्या। अन्त म चाहिँ रुम पुगेर चाहिँ मलाई चाहिँ बहिनीले चाहिँ आज चाहिँ खानामा चाहिँ मोमो बनाइदिएको रहेछ। म यति बिघ्न खुसी भएँ है, म त्यसै पनि मोमो लभर होइन, मलाई मोमो मनपर्छ। सो हामी त्यहाँनिर बात मार्दै मोमो पनि खानु थालेँ होइन। दुईजनाको दुःख सुख गफ बात मार्दै, बातै तुरिँदैन। ऊ पनि बिहान गएर बेलुका आउँछ, म पनि बिहान गएर बेलुका आउँछु र दुईजनाले चाहिँ मजाले उता तर थाकेर आएर पनि खाना पकाउनु चाहिँ अल्छी कहिले पनि मान्दैन। जहिले पनि खाना मिठो मिठो खानाहरू बनाएर राखिदिरहेको हुन्छ होइन। र खाना खाँदै हामी चाहिँ पुरा बात मार्दै थियौँ नि त। अन्त गफमा चाहिँ मैले चाहिँ भनेको थिएँ नि त, अब मैले चाहिँ मेरो लाइफ चाहिँ अब 0देखि स्टार्ट गर्दैछु फेरि होइन। त्यसो भन्दै दुईजना बात मार्दै हाँस्दै थिएँ होइन। हाँस्दा उसले मलाई यस्तो एउटा अब कमेडियन पाराले चाहिँ एउटा कुरा भने कि जब मलाई त पुरा हाँस उठ्यो क्या यो कुरामा चाहिँ। अब मैले चाहिँ मेरो लाइफ चाहिँ होइन 0बाट चाहिँ रिस्टार्ट गर्दैछु भन्ने कुरामा चाहिँ उसले मलाई कमेन्ट पास गरेको होइन। यो चाहिँ कतिवटा कुराको चाहिँ अब चिजहरूको चाहिँ कुरा गर्दा उसले चाहिँ मैले युज गर्ने चाहिँ साबुनको बारेमा पनि कुरा गरेको छ यहाँनिर। सुन्नु है मजाले। प्योर साबुन होइन, तपाईँले उयो चलाउनु पर्थ्यो, कालो साबुन के जसले भन न क्यामेरामा मैले कुन साबुन चलाउनु पर्थ्यो रे? तपाईँले प्योर साबुन होइन कालो साबुन चलाउनु पर्थ्यो भनेको। र यसरी नै गफमा हामीले खाइ पनि सक्यौँ र गुड नाइट सबैजनालाई।